तपाईँ आफ्नो पहिलो प्रेमलाई सम्झेर भनौँ न त्यो बिछोड भइसकेपछिका भावनाहरू भन्दै हुनुहुन्छ। तपाईँका हरेक शब्दहरूमा छुट्टिएको प्रेम झल्किरहेको छ। के अझै पुरानो प्रेमलाई सम्झन चाहनुहुन्छ? के छ? अब मान्छेले भन्छ नि त, अब मैले मेरो पहिलो अन्तर्वार्तामा भनेकी थिएँ होइन, मेरो रिसले चाहिँ सम्बन्ध सकायो होला। मान्छेले भन्छ धेरै रिस पनि गर्न हुन्न, तिम्रो रिसले पनि सम्बन्ध सकाएको हुनुपर्छ, उसलाई मात्रै दोष नदे भन्ने हुन्छ नि त। हजुर। म के भन्न चाहन्छु भनेपछि त्यो मान्छेले भन्छ नि त, इख नभएको मान्छे र बिख नभएको सर्प काम लाग्दैन रे जीवनमा। हजुर। अनि त्यसैले चाहिँ अलिकति आफ्नो रिस आफ्नो आत्मसम्मान पनि बचाउन जरुरी छ कि। त्यसैले अब रिसैले भन्दा पनि एकअर्कामा सम्झाउने शक्ति या सम्झाउने शक्ति या उसले बुझाउन सकेन या मैले बुझ्न सकिनँ, त्यही त अर्कै एउटैलाई मात्रै दोष किन दिनु त। तपाईँले गल्ती गरे जस्तो लाग्छ कि कसो गल्ती छ जस्तो लाग्छ प्रेम सम्बन्ध तपाईँहरूको? होइन, अब म जहिले बोलिरहेको हुन्छु, म चाहन्छु कि उसले आफ्नो पक्ष राखोस् कि म सही छु भन्ने हिम्मत राखोस् कि। तर अब म चाहन्छु उसले आफ्नो पक्ष राखोस्, मेरो बाध्यता थियो भनोस्। तर उसको अब म हुँदाहुँदै त्यो अर्कैको भनौँ न, म हुँदाहुँदै अर्कैसँग जानु त त्यो कस्तो बाध्यता थियो होला त। त्यो त अब उसको न घरकाले भन्ने होला न उसको साथीले भन्ने होला, ऊ अर्कोसँग जानै पर्छ, उसलाई छोडेर त कसैले भनेन होला नि त। त्यो कस्तो बाध्यता भयो। अनि त्यसमा अब रिसाउनु मेरो गल्ती थियो भने म स्वीकार्छु मेरो गल्ती हो। त्यो एउटा कुराको लागि मात्रै तपाईँको सम्बन्ध सकिएको हो? सक्यो एकदमै। तपाईँको भित्रभित्रै हुन्छ नि मन दुखिरहेको बेला तपाईँ कसरी आफ्नो मनलाई शान्त गर्नुहुन्छ? होइन, सबैले भन्नुहुन्छ तपाईँ यस्तै स्ट्रङ बन्न सिकाइदिनु न। होइन, मैले लाइन भन्छु, म हाँसिरहेको हुन्छु, हँसाइरहेको हुन्छु, कहिलेकाहीँ तपाईँ स्याड मात्र होइन कमेडी पनि गर्नुहुन्छ भन्छ नि त, हँसाउनुहुन्छ। के भने चाहिँ मान्छे जीवनमा स्ट्रङ भन्ने के हुन्न कि त्यो देखाउने कुरामा भर पर्छ। हजुर। अब एउटा मान्छे कोही भिखारी छ अरे, कसैबाट मागेर कोट प्यान्ट लगायो, त्यो बाहिर देखिने हामीले धनी हो नि त, त्यो भित्रबाट गरिब छ कि धनी कसले बुझ्छ र? त्यस्तै हो।